गुड मर्निङ एभ्रिवान। नमस्ते, सेवारो सबैजनालाई। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो ब्लग चाहिँ विशेष गरेर चाहिँ मेरो फुलबारी नै रहेको छ। फुलबारी वर्षाको टाइममा चाहिँ यस्तो राम्रो रमाउँछ फुलहरू। बर्सातले फुलहरू एकदमै छिटो ग्रो हुन्छ क्या। आकाशे पानीमा चाहिँ एकदमै धेरै क्या मलिलो हुन्छ होला जस्तो लाग्छ क्या मलाई चाहिँ। किनभने जब बर्खा लाग्छ नि त्यसपछि फुलहरूको ग्रो पनि अर्कै टाइपको हुन्छ क्या। कस्तो उज्यालो हरियो होइन, अनि फुलमा पनि कस्तो चमक हुन्छ, अनि सिन फुलहरू पनि कस्तो हरियो भएर आउँछ नि त। त्यो हेर्नुको मजा चाहिँ अर्कै हुँदो रहेछ क्या। अनि मलाई सिन फुलहरू चाहिँ एकदमै धेरै मनपर्ने कारणले गर्दाखेरि फुल्ने फुलभन्दा पनि सिन फुलहरू चाहिँ एकदमै धेरै रोपेको छु मैले होइन। यो फुल प्रेमी हुनु पनि साह्रो दुःखको कुरा हो जस्तो लाग्छ घरिघरि। किनभने फुललाई पनि क्या बच्चालाई जसरी केयर गरिन्छ नि त्यसरी नै केयर गर्नुपर्छ क्या। फुललाई मजाले केयर गरिन भने राम्रो हुँदैन नि। त्यसको ग्रोहरू राम्रो आउँदैन, त्यसको प्लान्टहरू राम्रो आउँदैन, त्यसको फुल त्यति राम्रो फुल्दैन। त्यसले गर्दाखेरि एकदमै धेरै केयर गर्नुपर्छ यो फुललाई। यो फुलहरूसँग मेरो जस्ट टाइम पास भइराखेको छ क्या। डुल्ली खोर्सानी मजाले फलेको छ, आनन्द लाग्छ हेर्दा मात्रै पनि। सिन फुलहरू दामी भइरहेछ, दामी दामी। सकुलेन्ट प्लान्ट हो यो सबै पातबाट मैले ग्रो गरेको सकुलेन्ट प्लान्टहरू। यसको ग्रो चाहिँ विशेष गरेर चाहिँ चिसो टाइममा चाहिँ पातबाट एकदमै राम्रो क्या बच्चाहरू निकाल्दो रहेछ क्या सकुलेन्ट प्लान्टले। जेरेनियम पनि यतिखेर पनि राम्रो फुल्छ हौ, कस्तो राम्रो फुलेको। फुल हेर्दा मात्रै पनि कति आनन्द आउँछ, रमाइलो अनुभव। अहिले मैले यो फुललाई चाहिँ यता सारेर यस्तो बनाइरहेको छु। यता राख्दाखेरि पो राम्रो देखियो क्या। यो खाली जग्गा थियो क्या अलिकति, त्यो जग्गालाई चाहिँ मैले सदुपयोग गरेर फुललाई चाहिँ सारिराखेको छु। कस्तो राम्रो देखिरहेछ क्या। एकदमै राम्रो भइरहेछ। यो ह्याङ्गिङ फुल हो क्या यो। यिनीहरू ह्याङ्गिङ गरेर होइन राख्ने ठाउँ हुँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ नि यो फुल। ह्याङ्गिङ प्लान्ट हो क्या। सिन फुल मात्रै छ जता पनि। मलाई सिन फुलहरू एकदम मनपर्छ नि त। फुल्ने फुल चाहिँ यस्तो हुन्छ, अब एकपटक फुलेपछि सकिन्छ नि त। त्यो फुल फुल्नको लागि त लगभग 1 वर्ष नै लाग्छ नि त। फुल्ने फुल त अनि यसको सिजनमा मात्रै फुल्छ नि त। फुल्ने फुलहरू प्रायः जसो वर्षमा एकचोटि मात्रै फुल्छ क्या। तर सिजनहरू त सधैँभर हुन्छ नि त। त्यही भएर मलाई चाहिँ हरियाली मनपर्छ नि त। त्यही भएर चाहिँ फुल्ने फुलहरू चाहिँ प्रायः जसो गरेर बाह्रमासे चाहिँ कम्ती हुन्छ होइन। बाह्रमासे फुल्यो भने त्यति राम्रो फुल्दैन नि त। बाह्रै मास फुल्ने फुलहरू त्यति राम्रो हुँदैन क्या। वर्षमा एकचोटि फुल्ने फुलहरू राम्रा हुन्छ नि तर होइन। 1 वर्ष हुनलाई कति टाइम कुर्नुपर्छ नि त फुल हेर्नको लागि। त्यही भएर मलाई चाहिँ सिन फुलहरू एकदमै धेरै रोपेको छु क्या मैले चाहिँ। यो पनि मनपर्छ मलाई। फुलहरू त राम्रो राम्रो छन् तर मल छैन क्या। मल नभएर हेर्नु न यस्तो छ। वर्षाको पानीले गर्दाखेरि राम्रो भएर आएको छ क्या अहिले। एकदमै राम्रो भएर आएको छ, दामी भएर आएको छ। फुल मात्रै हेर्दा पनि रमाइलो लाग्छ हौ मलाई।
यो फुलेको फुल चाहिँ मैले हाँगाबाट बचाएको हो। उसको माउ चाहिँ यो फुलको माउ चाहिँ फुलेर पनि मरिसकेको छ। यो चाहिँ हाँगाबाट बचाएर पनि मजाले ग्रो भएर पनि फुलिरहेछ अहिले। यसरी नै फुलिरहेछ फुलहरू। दोहोरिएको छ है फुलहरू चाहिँ, किनभने म चाहिँ एउटै फुललाई चाहिँ धेरै रोप्नु मन लाग्छ क्या। त्यो खै किन हो थाहा छैन, एउटै फुललाई चाहिँ धेरै रोप्नु मन लाग्छ। त्यही भएर मेरो फुलहरू चाहिँ धेरै दोहोरिएको छ क्या। यो सिन फुल यस्तो दामी छ हो, एकदमै दामी छ। सकुलेन्ट प्लान्ट झन् दामी छ। घिउकुमारी हो सकुलेन्ट प्लान्ट चाहिँ एकदमै, तर भित्र चाहिँ नहुँदो रहेछ है। यसलाई चाहिँ फेरि धेरै पानी पनि मन पराउँदैन, तर बाहिर नै राम्रो हुँदो रहेछ क्या सकुलेन्ट प्लान्टहरू चाहिँ। भित्र चाहिँ हुँदैन रहेछ, कुहिहाल्दो रहेछ क्या। धेरै चिसो भएर होला, भित्र चाहिँ मैले ग्रो गर्न सकिनँ क्या। यो सकुलेन्ट प्लान्ट चाहिँ बाहिर नै खुसी हुँदो रहेछ क्या। सिन फुलहरू कस्तो दामी छ है, मलाई चाहिँ दामी लाग्छ हौ। यो सबै ह्याङ्गिङ फुलहरू है, ह्याङ्गिङ फुलहरू मजाले फुलिरहेछ। जेरेनियम चाहिँ लोकल हो, यो खासै राम्रो हुँदैन भन्छ नि त होइन, तर यसरी रोप्यो भने राम्रो हुँदो रहेछ त। मलाई त राम्रो लाग्यो, कस्तो राम्रो फुलिरहेछ। फुल चाहिँ रोप्छु, तर फुलको नामहरू थाहा नभएर बिजोग पो छ त। फुलको नाम चाहिँ त्यति थाहा छैन। यो सकुलेन्ट प्लान्ट सानो थियो, 18 महिनामा यत्रो भयो क्या, सानो थियो। यो त फुलेको फुल छ नि, त्यो पनि सानो थियो, यत्रो भइसक्यो। यो कलर चेन्ज भयो, तराईमा अर्कै हरियो थियो, चिसो ठाउँमा यस्तो छ। सकुलेन्ट प्लान्टहरू पनि कोही त राम्रो भयो, कोही राम्रो भएको छैन। यो कागती हो, 18 महिना भयो है, ठक्क 18 महिनाको कागती हो यो। अनि गुलाब कस्तो राम्रो फुलेको छ। गुलाब फुल सिजन हुँदो रहेछ हौ यिनीहरूको पनि फुल्ने टाइम है। कस्तो राम्रो ग्रो भएर फुलिरहेछ क्या, कस्तो राम्रो फुलिरहेछ। मैले चाहिँ काँक्रो पनि लगाएको थिएँ कि यहाँ बोरामा। काँक्रोको बोट त्यत्रो ठुलो छैन, कति मैले 250 कति लगाएर ल्याएको थिएँ। काँक्रोको बियाँ चाहिँ, बियाँ भन्छ है, बियाँ चाहिँ 250 लगाएर ल्याएको थिएँ। 6-7-8 फलिसक्यो, 6-7 फल्यो। किराले पुरा आक्रमण गर्छ क्या, त्यही भएर चाहिँ मैले प्लास्टिकभित्र लगाएको। प्लास्टिकलाई चाहिँ पाल पारेको छ है। यो चाहिँ टमाटर, यो ठाउँमा टमाटर पनि खासै फल्दैन जमिनमा चाहिँ, किनभने चिसो छ। चिसो ठाउँमा हुँदैन, तर बोरामा चाहिँ फल्छ है। पोहोर पनि मैले मजाले फलाएको थिएँ टमाटर। खुर्सानी चाहिँ फेरि मजाले हुन्छ है, यहाँ खुर्सानी मजाले हुन्छ। खुर्सानी यहाँ रोपेपछि चाहिँ मजाले ग्रो भएर आएको छ खुर्सानी चाहिँ। बोरामा रोपेको हो क्या यो काँक्रो चाहिँ, बोरामा रोपेको छु। अनि चिचिला लागेको छ होइन, काँक्रो मजाले चिचिला लागेको छ, यसरी फलिरहेछ। सानो हुँदाखेरि लगाएको काँक्रो त्यत्रो भएछ, त्यो सानो देखिँदैछ नि, त्यत्रो हुँदाखेरि लगाएको काँक्रो। कस्तो राम्रो फलिरहेछ। आफूले फलाएको काँक्रोको बासना पनि कस्तो मिठो हुन्छ क्या, कस्तो राम्रो बासना आउँछ क्या।
गुलाबको फुल साह्रै राम्रो फुलेको छ हौ। कस्तो राम्रो क्या, ठुलो ठुलो क्या, ठुलो ठुलो छ नि त, कस्तो राम्रो फुलिरहेछ। काँक्रोको झ्याङ हेरेर पनि आनन्द लाग्छ। बुरामा कस्तो राम्रो झ्याङ्गिएको क्या, कस्तो राम्रो भइरहेछ। गुलाब त म बिहानको टाइम जहिले हेर्छु क्या, आनन्द लाग्छ यो गुलाब फुलेको देख्दा। झ्याङ ठुलो छैन नि काँक्रोको, तर मजाले फलेको छ, टन्नै चिचिला लागेको छ हो। झ्याङ पनि त्यति ठुलो भएको छैन, तर दामी फलेको छ, दामी। कस्तो राम्रो उयो भएको छ हौ। सानो झ्याङ छ काँक्रोको, फल चाहिँ मजाले लागेको छ हो, फलिरहेछ। हेर्नु न, सानो हुँदा लगाएको त्यत्रो भइसक्यो, मजाले फलेको छ। गर्ने ठाउँहरू भयो भने त गर्न सकिँदो रहेछ हौ, मजाले फलिरहेछ। इस्कुस पनि लगाएको छु बोरामा। इस्कुस त फल्दैन, मुन्टा खानलाई मात्रै हो। फल्न त फल्छ यहाँ, तर खासै मन पर्दैन नि त इस्कुस मलाई। तर इस्कुसको मोमो बनायो भने चाहिँ मिठो हुन्छ है, बनाउनु चाहिँ आउँछ है फेरि मलाई। लास्टै काँक्रो चाहिँ फलेको छ हौ, त्यत्रो भइसक्यो भने। मजाले फलेको छ काँक्रो चाहिँ। टमाटर बोरामा रोपेको मजाले फलिरहेछ हौ, किरा त लागेको छैन होला भनेको भाइ, मजाले पाकी पनि रहेछ, कस्तो राम्रो भइरहेछ हौ। रुख टमाटर पनि त्यत्रो बोट भयो, टमाटर मजाले फलिरहेछ। थ्याङ्क यू एभ्रिवान, सबैजनालाई। अर्को भिडियोमा भेटौँला।